नमस्ते सबैजनालाई। आजको भिडियोमा हामी भेन्डरलाई कसरी पेमेन्ट गर्छौं भनेर सिक्छौं। त्यसको लागि हजुरको यहाँ पर्चेज भन्ने अप्सन हुन्छ। पर्चेजमा गएर हजुरको बिल पेमेन्टमा जानु पर्यो। बिल पेमेन्टमा गइसकेपछि हजुरले कहिले पैसा तिर्ने त्यो डेट चुज गरिदिने। त्यसपछि हजुरले भेन्डर भन्ने अप्सन हुन्छ। भेन्डरमा अब कुन चाहिँ भेन्डरलाई हजुरले पैसा तिर्न लाग्नु भएको छ भेन्डरको नाम चुज गरिदिने। अब त्यसपछि हजुरको आउटस्ट्यान्डिङ भनेर हुन्छ, हजुरको कति पैसा तिर्न बाँकी छ भनेर देखिन्छ। अब हजुरले चाहिँ कति पैसा तिर्नुहुन्छ यसमा चाहिँ हजुरले राखिदिनु भयो। जस्तै कि मैले 400 रुपियाँ तिरेँ। अब हजुरको 400 रुपियाँ पनि हजुरको क्यासबाट तिर्नु भएको हो कि ब्याङ्क केबाट तिर्नु भएको हो हजुरले यसमा चुज गरिदिनु। जस्तै कि मैले क्यासबाट तिरेछु भने क्यासबाट चुज गरिदिएँ। हजुरले त्यसपछि चाहिँ यसमा अटो एडजस्ट गरिदिने। अटो एडजस्ट गरिदिसकेपछि हजुरले सेभ गरिदिने। सेभ गरिसकेपछि चाहिँ हजुरको त्यो भेन्डरलाई चाहिँ पेमेन्ट गरेको देखिन्छ।